चीन र इरान बीच भएको यो रक्षा सम्झौता केवल दुई देश बीचको सैन्य सहकार्य मात्र होइन, यो विश्व राजनीतिको शक्ति सन्तुलन बदल्ने संकेत हो। विगत 2 वर्षदेखिको गोप्य रणनीतिक तयारी अब अमेरिका इरान तनावको बीचमा पूरा हुँदैछ। चीनद्वारा निर्मित अत्याधुनिक सुपरसोनिक प्रणाली CM-302 एक यस्तो हतियार हो जसले क्षणभरमै अमेरिकी युद्धपोतहरूलाई समुद्रमा डुबाइदिन सक्छ। यो केवल एउटा हतियारको हस्तान्तरण मात्र होइन, यो त अब एक ध्रुवीय विश्व संरचनाबाट बहुध्रुवीय संरचनातर्फ उन्मुख भइरहेको सन्देश हो, जहाँ CM-302 जस्तो सुपरसोनिक एन्टिसिप मिसाइलले अमेरिकालाई केवल सैन्य रूपमा होइन, रणनीतिक रूपमा पनि पुनर्विचार गर्न बाध्य बनाइरहेको छ। अब यहाँ गम्भीर प्रश्न उठ्छ, इरानको हातमा यो क्यारियर किलर मिसाइल पुग्नुको अर्थ के अब दशकौं लामो अमेरिकी प्रभुत्वको अन्त्य हुँदैछ? दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी चीनको इरानलाई दिन लागेको खतरनाक क्यारियर किलर मिसाइल CM-302 ले कसरी मध्यपूर्वमा युद्धको समीकरण बदल्दैछ, आज हामी यसैको बारेमा विशेष चर्चा गर्नेछौँ। वर्तमान विश्व राजनीतिको रङ्गमञ्चमा इरान र अमेरिका बीचको टकराव अहिले यस्तो बिन्दुमा आइपुगेको छ जहाँ सानो झिल्कोले पनि भयानक विस्फोट निम्त्याउन सक्छ। खाडी क्षेत्रमा अमेरिकी नौसैनिक शक्तिको USS अब्राहम लिङ्कन पहिले नै अरब सागरमा तैनात छ भने यता USS जेराल्ड R फोर्ड भूमध्य सागर हुँदै फारसको खाडीतर्फ अघि बढिरहेको छ। यी दुई विशाल विमानवाहक स्ट्राइक ग्रुपको संयुक्त मारक क्षमतामा 150 भन्दा बढी अत्याधुनिक लडाकु विमान र हजारौं प्रशिक्षित नौसैनिकहरू समावेश छन्। इरानको तट नजिकै पुग्दै गरेका यी अरबौं डलरका अमेरिकी युद्धपोतहरू अहिले यस्तो हतियारको निशानामा छन् जसलाई रोक्न सक्ने ग्यारेन्टी अमेरिकी रक्षा प्रणालीसँग पनि छैन। फेब्रुअरी 17 मै इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले सार्वजनिक रूपमै भनेका थिए, त्यो युद्धपोत भन्दा बढी खतरनाक त त्यो हतियार हो जसले ती अमेरिकी युद्धपोतहरूलाई समुद्रको पिँधमा पुर्याउन सक्छ। उनको यो भनाई केवल एक राजनीतिक भाषण वा सामान्य धम्की मात्र थिएन। जब उनले ती शब्दहरू उच्चारण गरे, उनलाई राम्रोसँग थाहा थियो कि अबको केही दिनमै इरानको हातमा यस्तो प्रविधि आउँदैछ जसले अमेरिकाको नौसैनिक क्षमतालाई चुनौती दिनेछ। चीनको CM-302 सुपरसोनिक मिसाइल। चीनद्वारा निर्मित CM-302 मिसाइललाई वर्तमान समयमा समुद्रमा तैरिने कुनै पनि युद्धपोतका लागि सबैभन्दा ठूलो खतरा मानिन्छ। यसको विनाशकारी शक्तिको मुख्य आधार नै यसको अभूतपूर्व गति हो। यो एउटा अत्याधुनिक सुपरसोनिक मिसाइल हो जसको